यो कुरालाई प्रभु तपाईँले हृदयमा हालिदिनु भयो प्रभु यो प्रार्थना गर्ने एउटा बोझ हालिदिनु भयो हृदयमा सँगसँगै प्रभु मेरो भित्र प्रभु अन्तरस्कनमा यदि यो दार्जिलिङको भेगमा यो पहाडी इलाकामा प्रभु तपाईँको जनहरू चाहिँ यो माथिल्लो ओदाहरूमा यदि पुग्यो भने यहाँको मेयरहरू यहाँको गभर्नरहरू यहाँको माथिको पिएमहरू चाहिँ प्रभु हाम्रो क्रिस्चियनहरू प्रभु तपाईँलाई प्रेम गर्ने मानिसहरू यो ठाउँमा आउनुपर्छ त्यो म डिक्लेयर गर्छु त्यो घोषणा गर्छु प्रभु तपाईँको नाउँमा यो ठाउँ चाहिँ यति साह्रो सुन्दर छ तपाईँको आकृति तपाईँले बनाउनु भएको सुन्दर यो प्रकृतिलाई हेर्दै गर्दाखेरि प्रभु तपाईँ यो सुन्दरतालाई हेर्दै गर्दा तपाईँ कति सुन्दर परमेश्वर हुनुहुन्छ प्रभु धन्यवाद तपाईँ परमेश्वर मिरिकलाई प्रभु तपाईँको रगतको सुरक्षा यहाँनिर धेरैवटा मानिसहरू हामीले यस्तो कुराहरू सुन्दै थियौँ यो ठाउँमा मसिनो मसिनो नानीहरू चाहिँ चरेसहरू गाँजा र ड्रग्सहरू खाएर यति साह्रो विकृति छ भन्ने कुरा देख्दै सुन्दै थियौँ आई डिक्लेयर एन्ड आई कमेन्ड येशूको नाउँमा त्यो सबै स्पिरिट त्यो सबै ड्रग्स सबै त्यो परमेश्वरको आकृतिमा बनेका नानीहरूलाई त्यो विचलित बनाउने दुष्ट आत्मा तँलाई हकार्दछु यो भेगबाट यो ठाउँबाट तँलाई निक्लेर जाने हुकुमको साथमा मेरो विरोध गर्दछु याकुब 4:7 पद अनुसार यशाया 54:17 पद अनुसार म यो कुरालाई दाबी गर्दछु परमेश्वरको वचनलाई म यहाँनिर यसरी यो हतियारको रूपमा यो ठाउँमा म प्रयोग गर्दछु प्रभु तपाईँ परमेश्वरले यो ठाउँलाई भजन सङ्ग्रहको नबी अनुसार भजन सङ्ग्रह 34को 7 र 8 पद अनुसार प्रभु म बोल्दछु आशिष येशू प्रभुको नाममा आमेन।